ल साथीहरू, यहाँ चाहिँ खाली गर्न गएको गाडी फसेर हाम्रो गाडीले तान्दैछ। निक्लिन्छ कि नहोला, आउँछ मजाले आउँछ भन्छु क्या। ल निक्ल्यो। साथीहरू, हामी चाहिँ जाजरकोट आइपुगेका छौँ। त्यसले जाजरकोटको जाँदा साथीहरू, अहिले चाहिँ हामी जाजरकोट जिल्लामा प्रवेश गरिसकेका छौँ। लगभग 23-24 घन्टाको यात्रापछि हामी चाहिँ अहिले जाजरकोटमा आइसकेका छौँ र गाडी चाहिँ साइडमा पार्किङ लगाएर भिडियोहरू यसो भनेर बनाइरहेको छु। साथीहरू, के कस्तो हुन्छ, कस्तो लाग्छ, राम्रो नराम्रो भए पनि हेरिदिनु होला। तल साइडमा देख्न सक्नुहुन्छ भेरी नदी बगिराखेको छ र साइडमा चाहिँ जाजरकोटको गाउँपालिका भवन रहेको छ यो तल्लो साइडमा। र मेरो गाडी चाहिँ अहिलेसम्म खाली भएको छैन। साथीहरू, मेरो गाडी चाहिँ खाली हुने ठाउँ चाहिँ यही नै हो। बाटो अलि अप्ठ्यारो भएको हुनाले चाहिँ गाडी चाहिँ यतै माथि रोडमै साइड लगाएको छु। गाडी यति नै खाली हुनेछ।